सम्पूर्ण साथीहरूलाई नमस्कार। म आज यो अर्को भिडियो अब कक्षा 7 र 8 को लागि गणित विषयमा पाइथागोरस साध्य सम्बन्धीका कुराहरू चाहिँ यहाँ लिएर आएको छु। अब खास गरेर यो 7, 8 को लागि मात्रै होइन, तर यो आउने कक्षाहरूमा पनि यो सधैँ चाहिँ अधिकांश गरेर चाहिँ हामीलाई काम लागिरहेको हुन्छ। जसले गर्दा खासमा त यो पाइथागोरस साध्य जुन छ हाम्रो कक्षा 7 को पनि गणित विषयमा यसलाई समावेश गरेको छ। जसले गर्दा यहाँ माथि मैले कक्षा 7 र 8 पनि मैले लेखिदिएको हो। अब म यो पाइथागोरस साध्य हैन यो कुन त्रिभुजमा लागू हुन्छ, यसको सूत्र के हो हैन, यससँग सम्बन्धित समस्या कसरी आउँछ हैन, त्यसको बारेमा म बताउन गइरहेको छु। अब यो चाहिँ हाम्रो पाइथागोरस साध्य जुन छ, यो पाइथागोरस साध्य हाम्रो मात्र समकोणी त्रिभुजमा लागू हुन्छ है त। यो चाहिँ हाम्रो जुन अन्य जुन त्रिभुजहरू जुन छन्, जस्तो समबाहु त्रिभुज भइदियो, समद्विबाहु एउटा समकोणी समबाहु त्रिभुज पनि हुन्छ हैन, विषमबाहु त्रिभुज हुन्छ, न्यूनकोणी त्रिभुज हुन्छ हैन, अधिकोणी त्रिभुज हुन्छ। तर मुख्य रूपले यो चाहिँ कुन त्रिभुजमा लागू हुन्छ त, यो पाइथागोरस साध्य हाम्रो लागू हुन्छ समकोणी त्रिभुजमा है त। समकोणी त्रिभुज भनेको यस्तो त्रिभुज जुन त्रिभुजको एउटा जुन कोण हुन्छ त्यो कोण समकोण हुन्छ। समकोण भनेको 90 डिग्री हुनु चाहिँ पर्छ। र जसरी कि मैले यहाँ यो त्रिभुज जुन छ, जस्तो हामी यो त्रिभुजलाई नामाकरण पनि गर्न सक्छौं। जस्तो मैले यहाँ ए लेखे, बी अनि सी। यो ए बी सी त्रिभुजमा यहाँ बी जुन कोण दिएको छ, यहाँ चाहिँ हाम्रो कति डिग्रीको नाप दिएको छ त, 90 डिग्रीको नाप दिएको छ। भनेपछि यस्तो चिन्हले चाहिँ एक समकोण बताउँछ, भनेपछि 90 डिग्रीको नाप बताउँछ। जसले गर्दा यो त्रिभुज जुन हो हाम्रो समकोणी त्रिभुज हो। र यो समकोणी त्रिभुजमा नै हाम्रो पाइथागोरस साध्य लागू हुन्छ, अन्य त्रिभुजमा चाहिँ लागू हुँदैन है त। अब यो समकोणी त्रिभुजमा जुन हाम्रो दिएको हुन्छ तीनवटै भुजा जुन छ, अब यो तीनवटा भुजामा हामीले तीनटा कुरा छुट्याउनु पर्ने हुन्छ। कर्ण कुन हो, लम्ब कुन हो, आधार कुन हो हैन। अब यो छुट्याउँदाखेरि हामीले के बुझ्नुपर्छ भने यो समकोणको जुन चिन्ह दिएको हुन्छ, यो समकोणको हैन सामुन्नेको जुन भुजा जुन हुन्छ, त्यो सामुन्नेको भुजा नै के हो त, कर्ण हो है। र यो बाँकी दुईवटा जुन भुजा जुन रहेको छ, यो बाँकी दुईवटा भुजा मध्ये हामी कुनैलाई पनि एउटालाई लम्ब भने अर्कोलाई आधार मान्न सक्छौं है त। किनभने अहिले चाहिँ यहाँ एंगल ए र सी मध्ये कुनैमा पनि सान्दर्भिक कोण भनेर चाहिँ चिन्ह चाहिँ यहाँ लगाइएको छैन। जसले गर्दा हाम्रा 7, 8 कक्षाका भाइ बहिनीले के बुझ्नु पर्यो भने यो 90 डिग्रीको सामुन्नेको भुजा नै के हो त, कर्ण हो। र बाँकी दुईवटा भुजा मध्ये कुनै एउटालाई लम्ब मान्ने अनि कुनै एउटालाई आधार मान्ने हैन। जसरी कि म यसलाई लम्ब मानेको छु, यसलाई आधार मानेको छु भने भाइ बहिनीहरूले यसलाई पनि आधार र यसलाई पनि लम्ब मान्न सक्नु हुनेछ है त। अब यो लम्ब जुन हामी मान्छौं, त्यो लम्बको संकेत के हो त, पी हो। पी को अर्थ हुन्छ परपेन्डिकुलर हुन्छ। र आधारको संकेत बी हो। बी को पूर्ण नाम के हो त, बेस हुन्छ। त्यस्तै कर्णको संकेत एच हो र एच को पूर्ण नाम हाइपोटेनस हुन्छ है। अब यो चाहिँ हाम्रो कर्ण जुन यो चाहिँ हाम्रो समकोणी जुन त्रिभुजमा हामी कर्ण, लम्ब र आधार जब छुटाइसक्यो भने यसको आधारमा हाम्रो एउटा सूत्र हुन्छ। के हुन्छ सूत्र त, कर्ण स्क्वायर हैन, कर्णको स्क्वायर। अब यहाँ कर्णको स्क्वायर बराबर लम्बको स्क्वायर प्लस आधारको स्क्वायर हैन। भनेपछि कर्णको संकेत के हो त, एच हो। भनेपछि एच स्क्वायर बराबर लम्बको संकेत पी हो, भने पी स्क्वायर प्लस को प्लस भयो अनि आधार के हो त, बी हो। जसले गर्दा हाम्रो यहाँ पाइथागोरस साध्य अनुसार यो सूत्र के निस्क्यो त, एच स्क्वायर बराबर पी स्क्वायर प्लस बी स्क्वायर चाहिँ हुन्छ। अब यही सूत्रलाई ड्राइभ गर्दाखेरि हाम्रो के हुन्छ त, जस्तो यहाँबाट मैले स्क्वायर हटाइदिए भने यतिर रुट चढ्छ हो हैन। भनेपछि यहाँ हाम्रो एच बराबर सूत्र के हुन जान्छ त, रुट अन्डर पी स्क्वायर प्लस बी स्क्वायर हुन्छ।
त्यसै जसरी अब मैले h को निकालेँ त्यसरी नै यदि हामीले p को निकाल्छौँ भने यो b जुन छ प्लसमा छ भने माइनस हुन्छ, जसले गर्दा हाम्रो p बराबर हुन्छ h² माइनस b² हुन्छ। र त्यसरी नै हामीले b को निकाल्न खोज्यौँ भने b को हाम्रो सूत्र हुन जान्छ h² माइनस p² हुन्छ है। अब मानौ हाम्रो साथीभाइ बहिनीहरूलाई यदि यो सूत्रहरू भोक्न यदि अप्ठ्यारो भयो भने यो माथिको एउटा सूत्र भोक्ने अनि यसमा नै यो 3 वटा मान मध्ये कुनै 2 वटा दियो, तेस्रो दिएन भने हामी जुन दिँदैन त्यसलाई यहाँ छोड्ने, बाँकी दुईटाको मान राखेर यदि हामीले सरल गरियो भने हल गरियो भने हाम्रो तेस्रो भुजाको पनि मान चाहिँ निस्किन्छ। वा यदि हामीले बुझिसकेका छौँ हो यदि p र b दियो भने h बराबर सूत्रमा यो प्रयोग गर्छौँ, p बराबर सूत्र यो प्रयोग गर्छौँ, b बराबर सूत्र यो प्रयोग गर्छौँ भने तपाईहरु चाहिँ सूत्र भोकेर पनि यससँग सम्बन्धित समस्याहरू समाधान गर्न सक्नु हुनेछ। अब यसको उदाहरण मैले चाहिँ एउटा यहाँ उदाहरण मैले लिएर आएको छु। जस्तो मानौ एउटा यहाँ त्रिभुज दियो, अब यो त्रिभुजमा हैन यो समकोणको हैन सामनेको भुजा 5 cm दियो, यतातिरको भुजा चाहिँ 4 cm दियो, तलको भुजा चाहिँ x cm दियो। अब तपाईले सोधियो कि x को मान कति हुन्छ पत्ता लगाउनुहोस् हैन भने यो अवस्थाले के गर्नुपर्छ त भनेपछि यो समकोणको सामने के हो त h हो भन्नाले h बराबर कति भयो त 5 cm भयो। यसलाई मैले p मानिसकेको छु भने p बराबर कति भयो त 4 cm भयो, अनि तल के भयो त b भयो, अनि b बराबर x cm भयो। अनि मैले पाइथागोरस साध्य अनुसार हैन अब जस्तो हेर्न सक्नुहुनेछ मैले चाहिँ यहाँ b को सूत्र एकचोटि लगाइदिएको छु है त। यहाँ पनि राखेर चाहिँ हामी सल्भ चाहिँ गर्न सक्छौं, तर मैले यहाँ डाइरेक्ट यसको सूत्र नै बनाएर यहाँ जुन निकालेको छु यही सूत्र मैले मान राखिदिएको छु। अनि b बराबर सूत्र के हुन्छ त h² माइनस p²। अब यो चाहिँ h को ठाउँमा मैले 5 लेखे किनभने 5 दिएको छ, p को ठाउँमा 4 दिएको छ भने 4 को स्क्वायर भयो, 5 को स्क्वायर 25 हुन्छ, 4 को स्क्वायर 16 हुन्छ, घटाइदिनु भयो भने 9 आउँछ, 9 को रुट के आउँछ त 3 आउँछ। तर खासमा भन्यो भने 9 को रुट जुन छ प्लस माइनस गरेर 3 आउँछ, तर माइनस यहाँ किन लेखिदिनु भने कुनै पनि भुजाको वा केही कुराको लम्बाइ जुन हुन्छ त्यो माइनसमा हुँदैन, जसले गर्दा यहाँ x बराबर के मानियो त +3 cm मानियो हैन। अब यसरी नै हाम्रा साथीभाइ बहिनीहरूलाई यही सूत्रहरूको प्रयोग गरेर तपाईहरु चाहिँ पाइथागोरस साध्यसँग सम्बन्धित विभिन्न समस्याहरू समाधान गर्न सक्नुहुनेछ हैन। आशा गर्छु यो भिडियोले हैन मैले यो बुझाएको हैन आधारमा तपाईहरुलाई यो भिडियोले सहयोग गर्ने नै छ हैन। अब यससँग सम्बन्धित हजुरहरुको कुनै किसिमको जिज्ञासा छ हैन भने कमेन्टमा लेख्नु होला, म त्यसको कमेन्टलाई पढेर त्यसलाई समाधान गर्नको लागि म अर्को भिडियोमा आउने छु। आजले यति मात्र, हस्त धन्यवाद।